सुन्दरपुर गाउँमा नाजिम र सलमान नामका दुई मिल्ने साथी बस्थे। नाजिम ज्यादै परिश्रमी थियो, तर सलमान भने आलस्य गर्दा आफ्ना खेतहरूमा जसोतसो मात्र काम गर्थ्यो। ए नाजिम बाबू, क्या गजब! मैले सुने यो वर्ष तिम्रो बाली त अत्यन्तै राम्रो भयो। हो काका, यो पाली साँच्चीकै राम्रो फल्यो। बेचेपछि मलाई धेरै नै फाइदा हुनेछ। बाबू, तिम्रो खेतमा जम्मा कति बोरा बाली फलेछ? काका, 10 एकड़ जमिनमा जम्मा 300 बोरा भयो। ल काका, अब म हिँड्छु है, आजै बाली बेच्न बजार जानु छ। यति भन्दै नाजिम त्यहाँबाट हिँड्यो। केही बेर पछि सलमान पनि त्यसै बाटो भएर आफ्नो खेततिर जाँदै थियो। ए सलमान बाबू, कतातिर हिँडेको बिहानै? काका, खेतमा फलेको बालीका बोरा आज बिहानै बढेको थिएन, अब लिने जाँदैछु। सलमान बाबू, तिम्रोमा पनि 10 एकड़ जमिन छोइन र? तिम्रो खेतमा चाहिँ यो पाली कति बोरा फसल भयो? हो काका, मसँग पनि 10 एकड़ जमिन छ। मेरो जमिनमा यो पाली 1 एकड़मा 20 बोराका दरले जम्मा 200 बोरा भएको छ। किन सलमान बाबू, तिम्रोमा 200 बोरा मात्र किन भयो? तिमीलाई थाहा छ, तिम्रो साथी नाजिमको पनि 10 एकड़ जमिन छ, तर उसकोमा त 300 बोरा बाली भयो, जबकि तिमीहरू दुवैको खेत भएको माटो त एउटै हो नि। के भन्नुभयो? मेरो साथी नाजिमको खेतमा 300 बोरा बाली भयो रे? उसले त मलाई केही पनि भनेको थिएन। ल ठिकै छ काका, म जान्छु है त। साँझ परेपछि सलमान आफ्नो बाली बेचेर घर फर्कियो। घर पुगेर उसले बालीमा भएको कमजोरीको सबै कुरा आफ्नी श्रीमती जैनबसँग गर्यो। मलाई थाहा छ तपाईलाई सही बोराको घाटा किन लाग्यो, किनकि तपाई आफ्नो साथी नाजिम जस्तो मेहनत गर्नुहुन्न। तपाईको जब मन लाग्छ तब मात्र खेत जानुहुन्छ। यस्तै गरेर कसरी चल्छ भन्नुस् त? ए मेरी प्यारी, यसमा मेरो मात्र के गल्ती छ र? मबाट जति सकिन्छ मैले सबै गर्छु त। अब तिमी नै भन्न, म यस बाहेक अरू के पो गर्न सक्छु र? तपाई आफ्नो जमिन बेचिदिनुहोस् अनि नाजिमको खेतसँगै जोडिएको जमिन किन्नुहोस्। नाजिमको जस्तै पुरा 10 एकड़ जमिन किन्नुहोस् अनि नाजिमलाई भन्नुहोस् कि अब हामी दुवै मिले 20 एकड़ जमिनमा सँगै काम गरौँला र जति फाइदा हुन्छ बराबर बाँडौँला। यो कुरा त तिमीले ठिक भन्यौ। म भोलि नै नाजिम कहाँ गएर यस विषयमा कुरा गर्छु। जहाँसम्म मलाई लाग्छ, नाजिमले मेरो यो प्रस्तावलाई तार्ने छैन। भोलिपल्ट बिहानै सलमान आफ्नो साथी नाजिमको घरमा पुग्यो। ए भाइ नाजिम, कस्तो छ? सलमान भाइ, मलाई त सन्चै छ। त भन् त बिहानै कसरी आयो? नाजिम, हामी दुई बचपनका साथी हौ, त्यसैले मैले सोचौँ म आफ्नो जमिन बेचेर तिम्रो खेतसँगै जोडिएको तिम्रै जत्रो पुरा 10 एकड़ जमिन किन्न चाहन्छु। ए सलमान भाइ, हो त किन्नुस्, यो त धेरै राम्रो कुरा हो। मलाई पनि एउटा असल छिमेकी मिल्नेछ। तर नाजिम, यदि तिमीलाई आपत्ति छैन भने हामी दुवैले मिलेर हाम्रो यो पुरै जमिनमा खेती गरौँ न। दुई ठाउँमा बेग्ला बेग्ला मेहनत गर्नुभन्दा एकै ठाउँमा मेहनत गर्दा हामी दुवैलाई राम्रो फाइदा हुन्छ। सलमान भाइ, मलाई यसमा कुनै आपत्ति छैन। ले बरु हामी दुवै सेठ इब्राहिमकोमा जाउँ र जमिन किन्ने बेच्ने कुरा गरौँ, किनकि मेरो खेत नजिकको जमिन सेठ इब्राहिमकै हो। त्यसपछि दुवै साथी सेठ इब्राहिमकोमा गए। सेठ जी, नाजिमको खेतसँगै जोडिएको तपाईको जुन जमिन छ, म त्यो किन्न चाहन्छु। ल किनिहाल्ला त, हामीले कहिले पो मना गर्यो र? तर जमिन किन्नलाई पैसा लिएर आएका छौ। खासमा सेठ जी, कुरा के हो भने म आफ्नो 10 एकड़ जमिन बेच्न चाहन्छु र नाजिमको नजिकको 10 एकड़ जमिन किन्न चाहन्छु। ल किन्नुहोस्, मलाई कुनै आपत्ति छैन, तर मेरो जमिनको सट्टामा मलाई तिम्रो जमिन र थप 10,000 चाहिन्छ। तर सेठजी, मेरो जमिन पनि त 10 एकड़को छ र तपाईको जमिन पनि 10 एकड़कै हो। त्यसो हो भने तपाईँ मबाट किन थप रुपैयाँ 10,000 माग्दै हुनुहुन्छ? हेर भाइ सलमान, समयअनुसार जमिनको मूल्य फरक हुन्छ। यदि तिमीलाई लिने नै हो भने 10,000 देऊ, नत्र केही छैन। ल ठिकै छ सेठजी, तपाईँ 10,000 थप लिनुहोस्, तर त्यो जमिन मलाई दिनु पर्यो। यसपछि सलमानले सेठ इब्राहिमबाट त्यो जमिन किन्यो। यसरी केही दिन बितेपछि, सुन भाइ सलमान, हामीले भोलिदेखि खेतमा हलो जोत्न सुरु गर्नुपर्छ। त्यसैले भोलि बिहानै खेत जानलाई तयार भएर बस है। यार,
हलो जोत्न त ज्यादै धेरै मिहिनेत लाग्छ। हलोको पछाडि पछाडि पुरै खेतभरि हेर्नुपर्छ। यो कामबाट उम्कनको लागि त मैले कुनै न कुनै बहाना बनाउनै पर्छ। ए भाइ नाजिम, सुन्न, आज मेरी सालीको विवाहको मिति पक्का भयो रे, अनि मलाई अर्को 12 दिनको लागि तुरुन्तै उनीहरूको गाउँ जानुपर्ने भयो। घरको काममा मेरो उपस्थिति अत्यावश्यक छ, म नगए राम्रो हुँदैन। हो सलमान भाइ, यो कुरा त सही हो। सालीको विवाह घरको ठुलै काम हुन्छ, जानै पर्छ। ल, तिमी गएर आऊ, तिम्रो भागको काम पनि मनै गरिदेऊला। तिमी चिन्ता नगरिकन विवाहको तयारीमा लाग। मलाई त लागेको थियो तिमी यो कुरा मान्दैन होला। तिमी साँच्चीकै मेरो धेरै असल साथी हो। म 12 दिनपछि फर्केर आउँछु अनि तिमीसँग मिलेर खेतमा धेरै मेहनत गर्नेछु। यही बेर पछि सलमान आफ्नी पत्नी लिएर ससुराली गयो। यो देखेर नाजिम धेरै चिन्तित भयो। सुन्नुहोस् न, तपाईँ किन यति परेशान देखिनुहुन्छ? के भयो र? ए, केही होइन। सलमान आफ्नी श्रीमतीसँग माइत गएको छ। खेतमा धेरै काम बाँकी छ। ए, त्यसो भए तपाईँ चिन्ता नगर्नुहोस्। उनी नआउनजेलसम्म म तपाईँलाई खेतमा काम गर्न मद्दत गर्नेछु। भोलिपल्ट बिहानदेखि नै नाजिम र उसकी पत्नी मिलेर हलो जोत्ने काम सुरु गरे। केही दिनपछि नाजिम सलमान कोमा गयो। सुन भाइ सलमान, पानी पर्ने मौसम सुरु भयो। हल्का हल्का पानी पनि आउन थालेको छ। त्यसैले मैले सोचे हामी दुवै मिलेर खेतको पानी बग्ने बाटो बनाइदिउँ न। यदि बाटो बनायो भने खेतमा पानी जम्मा हुँदैन। ए तर नाजिम भाइ, आज त मलाई अत्यावश्यक जरुरी काम छ। ए, के भयो सलमान भाइ? तिमीलाई यो बेलामा त्यस्तो कुन जरुरी कामै लाग्यो र? ए हो नि, तिमीलाई भन्नै बिर्सेछु। मैले तिम्रो भाउजूलाई लिएर शहरमा डाक्टरकोमा जानुपर्ने भयो, किनकि 2-3 दिनदेखि तिम्रो भाउजूलाई सन्चो भइरहेको छैन। ल, ठिकै छ सलमान, तिमी गएर आऊ। म यहाँको सबै काम आफै हेर्छु। त्यसपछि सलमान मनमा नै खुसी हुँदै सोच्छ, ए वाह, यसले त मेरो कुरा कति छिट्टै मान्यो। मेरो भागको काम पनि आफै गरिदिने भयो। हामी दुवै मिलेर खेती गरौँला भन्ने मेरो यो जुक्ति त बिल्कुलै सही रहेछ। नत्र त मैले एक्लै खेतमा कति धेरै काम गर्नु पर्थ्यो। के सोचिरहेका छौ सलमान भाइ? तिमी चिन्ता नगर, मैले भनिसके नि, म यहाँको सबै कामकाज हेरिदिन्छु। तिमी निश्चिन्त भएर भाउजूलाई डाक्टरकोमा देखाएर आऊ। यही त सोच्दैछु नि, सबै काम तिम्रो थाप्लोमा छोडेर सहर जान मलाई मन त लागेको छैन, तर के गर्नु, जानै पर्ने भयो। सलमान आफ्नी पत्नीलाई लिएर शहरतिर लाग्यो। अर्कोतर्फ नाजिम भने पानीमा भिज्दै आफ्नो खेतमा पानी बग्ने बाटो बनाउन लाग्यो। रात परेपछि, सुन्नुहोस् न, मलाई यस्तो लाग्छ जब खेतमा कुनै काम हुँदैन तब तपाईँको साथी सलमान घरमै बस्छ। तर तपाईँलाई खेतमा काम पर्यो कि ऊ कुनै न कुनै बहाना बनाउँछ। मेरो शङ्का बिल्कुल सही छ। उसले जानी बहाना बनाएर शहर जान्छ। के भनिरहेकी छौ तिमी? तिमी यस्तो भनेर मेरो र मेरो साथीको बीचमा झगडा गराउन चाहन्छ? ऊ मेरो बाल्यकालको साथी हो। उसले मलाई कहिल्यै धोका दिन सक्दैन। तपाईलाई मेरो कुरामा बिल्कुलै विश्वास छैन, होइन? हेर्नुहोला, केही दिनमा तपाईलाई सत्य कुरा थाहा भइहाल्नेछ। यसरी नै केही दिन बितेपछि बाली काट्न लायक भयो। सलमान भाइ, ल आज हामीले बाली काट्नुपर्छ, किनकि आज साँझै म मेरी पत्नीसँग सालीको विवाहमा जानु छ। आज बाली काटिएन भने भोलिदेखि बिग्रिन थाल्छ। हस् नाजिम भाइ, ल अझ हामी बाली काटेर बोरामा भरिहाल्छौँ। त्यसपछि उनीहरू दुवैजना खेतमा गए र सबै बाली काटे र बोराहरूमा भरे। ल ठिक छ सलमान भाइ, अब हामीले सबै बोरा भरिसक्यौं र साँझ पनि परिसक्यो। म सालीको विवाहमा जानलाई निस्किँदैछु। तिमी अन्नका बोराहरू बैलगाडामा राखेर घर लैजाऊ। म भोलि आएपछि हामी यसलाई मण्डीमा बेच्ने जाऊँला। ए भाइ, तिमी चिन्ता नगर। मलाई काम पर्दा तिमीले एक्लै सबै काम गरेका थियौ। अब तिमीलाई काम परेको बेला म पनि एक्लै सबै काम गर्छु। तिमी कतै चिन्ता नगर, म यी बोराहरू बैलगाडामा राखेर घर पुर्याउँछु। त्यसपछि सलमानले सबै बाली बैलगाडामा राखेर घर ल्यायो। सबै बाली यहाँ किन लिएर आउनुभयो? मण्डीमा बेचेर किन आउनु भएन? ए, त्यो के हो भने नाजिम विवाहमा गएको छ। ऊ भोलि बिहानसम्म फर्कन्छ। ऊ आएपछि नै हामी बोराहरू मण्डीमा बेच्न जानेछौँ। ल, यो त राम्रै भयो कि तपाईँले सबै बोरा यहाँ लिएर आउनुभयो।
मसँग एउटा प्लान छ। भन भन के प्लान छ र यहाँ बाली ल्याउनु किन सही हो? हेर्नुहोस्, तपाईँको साथी भोलि बिहानसम्म आउनेवाला छैन। त्यतिन्जेलसम्म हामी यी सबै बोरालाई घरको पछाडिपट्टिको कोठामा लुकाइदिउँ। त्यसपछि त सबै बालीको पैसा हाम्रो मात्र हुनेछ। यो कुरा त तिमीले बिल्कुल सही भन्यो, तर हामी नाजिमलाई के भन्ने त? सबै बाली कहाँ गयो भने? यसको तपाईँ चिन्ता नगर्नुहोस्। भोलि बिहान जब तपाईँको साथी बाली लिन आउँछ त भनिदिनुहोस् कि सबै बोरा घर बाहिरै राखेको थिए र थाहा भएन कहाँबाट चोरे लगे। यति मात्र भन्नुहोस्। यसमा तपाईँको साथीले के नै गर्न सक्ला र? ऊ केही बोल्ने छैन। ए वाह मेरी प्यारी, तिमी कति बुझ्ने रहेछौ। तिम्रो दिमाग कति चल्दो रहेछ। म त केवल खेतमा काम गर्नबाट मात्र बचिरहेको थिएँ अनि तिमीले त सबै बाली नै आफ्नो बनायो। वाह वाह। तपाईँ यो काममा ढिला नगर्नुहोस्। सबै बोरालाई बैला गाडाबाट झारे घरको बाहिरै राख्नुहोस् ताकि गाउँलेहरूले पनि देखोस् कि बोरा तपाईँले बाहिराख्नु भएको थियो। अनि रात परेपछि हामी दुवै मिलेर बोराहरू लुकाउँला। रात परेपछि दुवै श्रीमान श्रीमती मिलेर सबै बोरा घरको पछाडिपट्टिको कोठामा लुकाए। भोलिपल्ट बिहान नाजिम सलमानको आउँछन्। ए सलमान भाइ, तिमीले सबै बोरा कहाँ राखेका छ? ल आज हामी मन्डीमा बेच्न जाउँ। हस् हस् नाजिम भाइ, ल हिँडौँ। त्यसपछि उनीहरू दुवैजना घरको बाहिर गए। ए बाप रे, मैले अन्नका सबै बोरा त यहीँ राखेको थिएँ। कहाँ गए बोराहरू? ए सलमान भाइ, तिमी के भन्दैछौ? कहाँ छन् सबै बोराहरू? मलाई थाहा छैन। मैले सबै बोरा हिजो साँझ यहीँ ल्याएर राखेको थिएँ। मैले सोचेको थिएँ कि यहीँबाट सबै बोरा लिएर हामी मन्डीमा बेच्न जाउँछौँ, तर अब के गर्ने? हाम्रो सबै बोरा त चोरी भयो। के हाम्रो सबै अन्नका बोरा चोरी भया? हो, यो चोरहरूको नै काम हो, नत्र यहाँ राखिएको बोराहरू कसले पो लिएर जान्छ र? सलमान भाइ, तिमीले यो के गर्यो? 6 महिनाको मेहनत तिमीले चोरको हातमा सुम्पिदियो। मलाई तिमीबाट यो अपेक्षा थिएन। ए नाजिम भाइ, तिमी के भनिरहेका छौ? तिमी त यस्तो भन्दैछौ मानौ कि त्यो बालीमा तिम्रो मात्र हिस्सा थियो र मैले चोरलाई जानजानी दिएको हो। त्यो बालीमा मेरो पनि त हिस्सा थियो। घाटा त मलाई पनि भएको छ। यो कुरा पनि ठिकै हो। चोरले हामी दुवैको हिस्सा लगेर गएको छ। हामी दुवैलाई धेरै ठुलो नोक्सानी भयो। ल ठिक छ, अब म घर जान्छु। यति भन्दै नाजिम त्यहाँबाट आफ्नो घरतिर लाग्यो र गएर चुपचाप बस्यो। के भयो जी? तपाईँ किन यति उदास देखिनुहुन्छ? के भन्नु तिमीलाई? त्यसपछि आफ्नी श्रीमतीलाई सबै कुरा सुनायो। केही छैन, तपाईँ चिन्ता नगर्नुहोस्। अझै खेतमा काम गर्नको लागि धेरै समय छ। तबसम्म तपाईँ आफ्नो घरको बाहिरी आँगनमा तरकारीहरू लगाएर बेच्ने काम सुरु गर्नुहोस्। यो कुरा तिमीले सही भन्यो। म कहिलेसम्म यसरी हात बाँधेर बसिरहने? घरमा बसिरहँदा कसरी पैसा आउँछ र? त्यसपछि नाजिम तरकारी लगाउनको लागि आफ्नो घरको बाहिरी आँगनमा खन्ने काम सुरु गर्यो। खन्दै जाँदा अचानक उसले एउटा गाग्रो देख्यो। यो त सुन र चाँदीले भरिएको गाग्रो पो रहेछ। यो त मेरो असल भाग्य हो। यदि मेरो बाली चोरी नभएको भए म यहाँ तरकारी लगाउने थिइनँ र जमिन खन्ने पनि थिइनँ। यसबाट एउटा सुनको सिक्का मात्र बेचे भने मेरो बाली बेचे बराबरको पैसा आउनेछ। यसपछि नाजिम भित्र गएर सबै कुरा आफ्नी श्रीमतीलाई सुनायो। यो सबै उपरवालाको मेहरबानी हो, किनकि तपाईँ धेरै मेहनती मानिस हुनुहुन्छ। मेहनतको फल सधैँ मिल्छ नै मिल्छ। अनि उता अर्कोतर्फ सुन्नुहोस्, आज राति हामी यो बालीलाई मेरो दाइकोमा लिएर जान्छौँ र रातभरि उतै बस्छौँ। भोलि बिहान यो बालीलाई शहरमै लगेर बेचिदिन्छौँ। हो, तिमीले बिल्कुल सही भनिरहेकी छौ। हामी त्यस्तै गर्नेछौँ। रात परेपछि सलमान र उसकी पत्नी जैनब दुवै त्यो कोठामा गए। तब उनीहरूले के देखे भने उनीहरूको सबै बालीका बोराहरू बिग्रिसकेका रहेछन्। यो के भयो? हामीले यसलाई यहाँ लुकाउनु अघि यो त सोचेनौँ कि यदि बालीलाई हावा मिलेन भने सबै बाली बिग्रिन्छ भनेर। यो सब तिम्रो कारणले भयो। जुन हामीले आफ्नो भागमा पाउनु पर्ने थियो त्यो पनि अब मिल्ने छैन। अब त हामीबाट सबै गयो। अब हामी के गर्ने? हाम्रो सब थोक बर्बाद भयो। साथीहरू, हामीले यो कथाबाट यही शिक्षा पाउँछौँ कि हामीले कहिल्यै कसैको नराम्रो गर्नु हुँदैन, किनकि नराम्रो गर्ने मान्छेलाई नराम्रै हुन्छ। र नाजिम अत्यन्तै मेहनती मानिस थियो, त्यसैले उसले आफ्नो मेहनतको फल पायो नै।